ल जाउँ दिस इज वेलकम टु निर्मला ब्लग कस्तो हुँदैछ रमाइलो हुँदैछ God,
ब्युटी भएर तिमी क्युटी भएर हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे ल दाउ भाइले भन्छ के यसो मात्र सावनको पानी चिसो चिसो मौसम छ तातो जवानी छेउबाट ल नेक्स्ट यो चाहिँ सुकल्पा महर्जन यो चाहिँ आरुण डङ्गोल यो चाहिँ प्रनिस ओ हिरो के छ हालखबर यो चाहिँ हाम्रो असद Hi guys. रानी झुला हिँड्दैछौँ जङ्गलको बाटो अगाडि रियान छ पछाडि लोसा हाम्रो 1 नाइट 2 डेज क्याम्पको चाहिँ आज मर्निङ र मर्निङमा चाहिँ आज हामी रानी झुला हाइक जाँदैछौँ। हामी भक्तपुर नगरकोटको बागेश्वरी भन्ने ठाउँबाट चाहिँ अब हामी रानी झुलासम्म लगभग 1 घन्टा 15 मिनट जतिको चाहिँ हामी हाइकको लागि हिँडिरहेका छौँ। अहिले चाहिँ हामी बाटोमा आइरहेछौँ। सो स्टे ट्युन फर अपडेट।
हल्लिन्छ हल्लिरहेछ त रिया तिम्रो सिधामा सामानलाई काकाबाट हाल्न लागिरहेछ Fire, BP exercise. त्यो भइसक्यो हाम्रो Stick work भइसक्यो। हाम्रो जिप लाइनमै लगाइदिएन हामीलाई डेढ नै भएन लगाइदिएन उसको गरेको थियो ल म गरिदिन्छु अब हाइकिङ क्याम्प फायर BP एक्सर्साइज ल साथीको यही छ के छ पागल बाख्रा जस्तो ओ भयो हामी चढ्नु न म पनि चढ्ने म पनि चढ्ने उतापट्टि मान्छे पठाइदिनु एकजना दिदी तिमी पनि गर्ने हो आऊ म पनि गर्ने अनि डर लाग्दैन डर लाग्दैन भन्छ सर त बाबु त ब्रेभ हो नि हो जाने हो पठाइदिन्छ उसलाई चिम्नी के चिम्नी चोर बनेर जाने हो लम्बुहरूले सजिलो छ कि है लम्बुहरूलाई सजिलो छ भाइ म त अटेन यो कसरी अट्छ अटेन मैले त अड्दै थिएन अघि ए यार कसरी अटाउने हो कि यार बिसाउले थाउथ्यो कसरी उठ्ने सर र मजाले अड्छ ए बता बिचमा अड्किहाल्छ मर्छ अट्छ उसले बनाउँछ आर्यले बनाउँछ ल ल एकदम ठ्याक्कै म्याम गएर गर्नु न यो ए यसरी खिच्न लाग्नुभयो ओके यता यता बिचमा अलि यता हो यहाँ ल हस् ओके स्माइल स्काउट पोन्स क्ल्याप ल ब्याज वाउ ल